आत्माद्वारा जन्मेको हो। त्यसै कारणले आज हेर्नुहोस् तपाईँहरू म पनि पवित्र आत्मा परमेश्वरलाई आजको दिन पेन्टिकोस्ट सन्डेमा हामी परमेश्वरको अभिषेक भएर यहाँबाट जानेछौँ। आमेन। हामी यसै आएको छौँ त परमेश्वरको अभिषेक भएर जानुपर्दछ। अनि जब परमेश्वरको पवित्र आत्मा तपाईँ मेरो जीवनमा आउँदछ नि त्यति बेला चाहिँ मैले परिवर्तन हुँदछ। पुरानो नियममा पनि अघि पढेको प्रस्ताव 31 र 11सम्म हुन्छ। त्यहाँनिर बस्नेर र ओइलिएको निम्ति परमेश्वरको आत्मा जब त्यहाँनिर आयो नि परमेश्वरको आत्मा हेर्नुहोस् त उनीहरूमाथि खनाएको छ। परमेश्वरको आत्मा खनाएपछि चाहिँ त्यहाँनिर के भन्छ त्यहाँनिर ठुलो काम भएको छ। अनि दुईवटा दानको फुलको अहिसाको छोरा ओइसियालाई पनि पवित्र आत्माले अभिषेक गरेको छ। आज यो हेर्दा पुरानो नियममा पनि परमेश्वर हुनुहुन्छ किन पवित्र आत्मा भनेको फादर सन एन्ड होली स्पिरिट हो। आज धेरै व्यक्तिहरू जिजस अन्ली भन्नेहरू पनि चाहिँ के भन्छ साँच्चामा यीशु